आज चाहिँ पोर्क करी बनाऊँ है त। पोर्क करी बनाउनुभन्दा अगाडि चाहिँ मासु काटेको थिइनँ, पिस पिसमा आमाले काट्नलाई हेल्प गर्नुभयो। त्यसपछि मैले तेल हालेँ, मेथी पड्काएँ, अनि त्यसपछि पालो मासु हालेँ। मासु हालिसकेपछि चाहिँ नचलाइकन एकछिन छोपेर फेरि चलायो भन्नेखेरि यसरी टाँसिँदैन। यो चाहिँ मैले टिकटकबाटै सिकेको साथीहरू। अनि त्यसपछि मैले प्याजहरू रेडी गर्दै गरेँ, अनि मासु त्यहाँ भुट्दैछ। अनि त्यसपछि प्याज काटेँ, अनि त्यसपछि प्याज काटिसकेपछि मासुलाई पर भुट्दै थियौँ यसरी। अनि त्यसपछि मासु भुटिसकेपछि यसबाट आएको बढी तेलहरू चाहिँ मैले पालै पालो मैले यसरी हटाएँ। अनि हटाइसकेपछि मैले प्याज हालेँ, अनि प्याज हालेपछि प्याज पनि पर पाक्ने गरी मैले भुटेँ। अनि त्यो भुट्दै गर्दाखेरि पाक्दै गर्दाखेरि चाहिँ मैले यसरी टमाटर काटेँ, टमाटरलाई रेडी गरेँ। त्यसपछि मैले मसँग भएको मरमसलाहरू हालेँ, अनि त्यसपछि फेरि मैले टमाटर हालेँ, अनि टमाटर हालेपछि चलाएँ, एकछिन छोपेँ, अनि त्यसपछि हाम्रो पोर्क करी रेडी। सो थ्याङ्क्स फर वाचिङ साथीहरू।